हेलो सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि तपाईहरुलाई धेरै धेरै धन्यवाद छ, मलाई यति धेरै माया सपोर्ट दिइरहनु भएको छ है। अन्त भने चाहिँ मलाई चाहिँ के अलिकति प्रब्लम भयो भन्दा चाहिँ मेरो चाहिँ जुन चाहिँ भिडियो बनाउने स्ट्यान्ड थियो त्यो चाहिँ मैले बारी लगेको थिएँ नि त। आज बारीमा काम गर्दाखेरि चाहिँ भिडियो बनाउनु पर्यो भनेर चाहिँ लगेको थिएँ। अनि लाँदाखेरि चाहिँ मेरो त्यो चाहिँ स्ट्यान्ड चाहिँ भाँच्यो। त्यही भएर चाहिँ मलाई चाहिँ अब यसरी मुकबाङ भिडियो बनाउनु चाहिँ प्रब्लम भयो नि त। अन्त त्यही भएर चाहिँ मैले यसरी नै र्यान्डमली भिडियो गरेको छु। र अब म चाहिँ बेलुकाको खाना खानु लागेको। र आज बेलुकाको खाना चाहिँ मेरो भाइले बनाएको हो। आज मैले चाहिँ खाना बनाएन, मेरो भाइले बनाएको। र यहाँनिर चाहिँ छ मसँग प्लेन राइस हैन। अन्त यहाँनिर चाहिँ छ यो माछा, यो सानो सानो माछा, खोलाको माछा, खोलाबाट ल्याएको, भाइहरूले नै ल्याएको खोलाको माछा मजाले फ्राई गरेको छ हैन, खमखम लागिसक्यो। अन्त यहाँनिर चाहिँ भाइले सुप बनाएको छ के को भन्नुस् त, अर्ग्यानिक यो के पो फापरको सागको सुप अर्ग्यानिक दामी बनाएको छ हैन। अन्तखेरि चाहिँ मसँग चाहिँ छ अनि बिहानको अलिकति बफ रहेको थियो, बफको सुप हो, मासु र सुप छ। अन्त भने चाहिँ अब चाहिँ म बेलुकाको खाना खान्छु। अनि मसँग चाहिँ एउटा यहाँनिर डल्ले पनि, डल्ले झन् दामी हुन्छ है। यो साथीहरु म चाहिँ खाएँ है, तपाईहरु पनि खाना खानु भयो होला। म चाहिँ अहिले बेलुकाको खाना खाँदैछु। आज चाहिँ बुधबार हो। आज बेलुकाको खाना खाँदैछु म चाहिँ। अब साथीहरु खाइला। वाउ, जे कुरो पनि अर्ग्यानिक खानु चाहिँ यति मिठो हुन्छ। यो चाहिँ अर्ग्यानिकै हो नि त, आफ्नो खोलामा हैन, बगिरहेको खोलामा, कसैले पालेको पनि हैन, बगिरहेको खोलामा उनीहरुकै खुसीले अब बढेको हुर्केको हैन। यति मिठो टेस्टी हुन्छ नि यो खोलाको माछा। बजारको माछा तपाईहरुले जति दाम लगाएर खानुस् न टेस्ट हुँदैन जतिको चाहिँ अब लोकल माछा, खोलामा भएको माछाको टेस्ट हुन्छ। यो साग चाहिँ मलाई मेरो बोजूले, बाबाका आमाले पठाइदिनु भएको, फ्रिजमा अस्तिदेखि राखिरहेको थियो। आज चाहिँ भाइले बनाएछ।
एकदमै पिरो खोर्सानी चाहिँ। एकदमै मिठो भयो। फ्राई गरेको माछा त झन् है कति मिठो भयो। अन्त यो सुप पनि मिठो भयो। लोकल अर्ग्यानिक हो नि त, मिठो भयो। साथीहरू सबैजनालाई गुड नाइट हैन। अब फेरि नेक्स्ट भिडियोमा भेटौँला।